हेलो गाइज गुड मर्निङ स्वागत छ अभिषेक भ्लगमा। आज चाहिँ म यता गइरतिर आएको देख्न भन्दा नि बाँदर हाट्न हो गाइज। कलाएर कुकुर चाहिँ उहाँ पछाडि बसिरहेको बाँदर आएको भक्कसँग बाँदर आएको थियो, अहिले कता गयो अनि हेर्दै बसेको गाइज कलाएर। आज सिन चाहिँ बबाल छ के, पुरा बादल लाएर पुरा खतरा भयो। कुकुर चाहिँ वहाँ बसिरह टक्क लाएर। ल गाइज अब चाहिँ म यसो उतातिर डुल्न जाऊँ भन्न हिँडेको, कस्तो हुन्छ गाइज। बाटोको हालत हेर्न सक्नुहुन्छ गाइज, पुरा यति खतरा भयो नि बाटो त पुरा भत्केर भलले खोलेर हिजो राति ठुलो पानी आएको थियो नि त, त्यही भएर होला नि खोलेको। ल तपाईँलाई सिन देख्न सक्नुहुन्छ गाइज, पुरा मजा त खतरा देखियो। गाइज गाडी आयो, गाडी कलाएर बाटाको हालत चाहिँ हेर्न सक्नुहुन्छ है। गाडी पनि बल्ल बल्ल गइरहेको, गाडी पनि गइसक्यो। देख्नु नि पुरा बाटाको हालत खतरा भयो कि, बिहान छ पुरा भलले खोलेर पुरै खतरा भयो। ल गाइज चाहिँ बाटो त पुरा यहाँ हेर पहिरो खोलेर बाटोको हालत चाहिँ यति खतरा भएको हो। टक्क लाएर अब यसो यहीँ तलतिर जाने हो गाइज। आज पानी रातभरि यति ठुलो आयो नि, चट्याङ सहित हाल्थ्यो गाइज। यहाँ त पुरा खतरा भएछ नि त गाइज, नि त खतरा। ओ माई गड, बाटो खोलेर यहाँ त सुरुङ भएछ क्या हो। हुन्छ पुरा बाटोको हालत यति किन हो थोरै। गाइजमा चाहिँ ओरिङ्गल है वहाँ तिमीर। ल गाइज चलतिर चाहिँ फेरि कार है। ओरिङ्गल हिँडेको गाइज, त्यो पनि भेट्दिनँ। ल गाइज मकैले नै धान फालिसक्यो नै, धेरै जो धान फाल्यो। अब लगभग साउनतिर पाक्छ होला, तल्लो र उपल्लो बारी हो। कुकुर चाहिँ बाँदरले नि पाले सिम्बाला, पुरा खतरा खाने कुकुर त काला खान। ल गाइज दिदी आउनु वहाँ पर, उहाँ चाहिँ दिदी आउनु हो। हेर यहाँ पुरा यस्तो बाटो साङ्रो भएर यतापट्टि भल आउन नसकेर यता पुरा पानी रटेर हाम्रो बारीमा गएको थियो धेरै जसो। अनि हामीले त बार लगाएको, अनि यहाँ ठिक्कै यस्तो भयो। बोल के त आजको चाहिँ मौसम खतरा है गाइज। ल टक्क लाएर पुरा बादल लागेको हो बिहान पख।
म यता डिलिट गर्नु है यहाँ पनि भान्जी अझै भन्नु न एबिसिडी भन्नु त हाई भन्नु न हाई बाई भन्नु नमस्ते गरिदेऊ त ल नाति यसो र त दादा के लाग्यो दादा के लाग्यो भाले यो के हो यता लु गाइस ल हेर्नु म बनकुरो आयो है हाम्रो गाउँमा तर बनकुरो होइन यो अनि मम्मीको कुखुरो पुरा बाटा दुल ल्याउँछ यो हेर्नु न सेम बनकुखुरो जी हो ल गाइस म फाइनली घर आइसकेँ खै भाइ चाहिँ पुरा यहाँ बतास यहाँ ओरिङ्गाल भन्दा नि बाहिर हेर्दै नि है टक्क लाएर हाम्रो घर सिन नजर हेर्न सक्नु यो गाइस यो फुलको नाम के हो भन्न सक्नुहुन्छ है क्या राम्रो फल्यो हाम्रो घर यस्तो दामी फुल छ सेतो कलरमा पनि फुल्छ ल गाइस म फाइनली घर आइसकेँ होइन आज त यति होइन नयाँ च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब लाइक गरिदिनु होला होइन आज ल बाई बाई